सो हेलो या नमस्ते साथीहरू, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। ठिक हुनुहुन्छ? म पनि एकदमै ठिक छु। अनि साथीहरू, अनि मैले चाहिँ आज मिलाउँदैछु मेरो घरको कपडा। देख्नुहुन्छ मेरो हालत कस्तो छ। कपडाहरू चाहिँ प्राय जसो मिलाएको गर्नुपर्छ। अनि मैले चाहिँ हिजो धोएको कपडा चाहिँ सुकेको थिएन। आज चाहिँ हिजोको भन्दा यति मिठो, झन् राम्रो घाम लागिरहेको थियो। मैले त्यही घाममा सुक्न दिएँ। मेरो कपाल फिजाएर बसिराखेकी छिन्। अनि म चाहिँ लागे साथीहरू कपडा मिलाउनतिर। अनि यो चाहिँ मैले आफ्नो कपडा मिलाउँदैछु। मैले चाहिँ हामी तीनजनाको फरक ठाउँमा राख्छु, किनभने खोज्दाखेरि लथालिङ्ग नहोस्, फलानुको कपडा कहाँ छ भनेर थाहा होस् भनेर। उहाँको कपडा अलग्गै हुन्छ, नानीको कपडा अलग्गै, मेरो कपडा अलग्गै। अनि साथीहरू अनि हजुरहरूलाई चाहिँ मेरो जस्तो हुन्छ कि हुँदैन? यताउति जाने बेलामा चाहिँ कपडा नहुने, कतै जानु छ भने है, अनि घर बस्दाखेरि जस्तो लाउने जस्तो कपडा पनि नै, यताउति हिँड्ने बेलामा लाउँछु भन्ने जस्तो कपडा पनि। अनि कपडा चाहिँ पुरा झोला नै भरिएको। मेरो जस्तो कसैको हालत छ कि छैन भन्नुहोस् त, कि मेरो मात्रै हुन्छ क्या यस्तो हालत। अनि मैले छिटो छिटो मेसिन जस्तै गरेर मैले पनि कपडा पट्याएर सबैको कपडा अलग अलगै राखेर भ्याइसकेँ। अनि मैले चाहिँ आफ्नो बिस्ताराहरू पनि सुकाएँ, ब्ल्याङ्केट तन्ना सबै पिफमहरू म्याटहरू पनि त्यति सुकाइसकेपछि अनि मैले नानीको कपाल बाट्नतिर लागेँ, किनभने मेरो बच्चालाई जति नै कपाल बाने पनि फेरि उत्तिखेरै उस्तै बनाइहाल्छिन्। यिनले चाहिँ कपाल तानेको तानै गर्छन्। अरूलाई देख्दा चाहिँ लाग्दो हो यो आमाले केही काम पाउँदिन, मोबाइल मात्रै हेर्छ भन्ने जस्तो लाग्छ। र केही छैन, बोल्नेको मुख टाल्न सकिँदैन। बोल्ने अरूले जे बोले पनि हामीले आफ्नो गर्ने कार्य, कर्म, धर्म सबै गरिरहेको नै हुन्छ। बच्चाहरूको हेबिट नै त्यस्तै हुन्छ। यत्तिखेरै बान्यो उत्तिखेरै फुकालिहाल्ने, फालिहाल्ने, बच्चाहरूसँग खेल्ने, जति सरसफाइ बनाएर राखिदिए फेरि जस्ताको त्यस्तै भइहाल्छन्। अनि मैले चाहिँ सानोलाई फकाइ कपाल बाटिदिँदैछु। अनि आज मेरो सानो हल्का बिरामी पनि छिन्, किनभने उनलाई रुगाखोकी पनि लागिरहेको छ। खोकिल त पेटाएको छैन, रुगा चाहिँ घ्यार भइसकेको छ। अर्को कुरा, मैले चाहिँ अस्ति न 6 महिनामा 5 वर्षदेखि मुनिको बच्चालाई भिटामिन ए र भिटामिन क्याप्सुल र त्यो जुगाको दबाई खुवाउनु पर्छ। त्यसैले मैले यहाँ पनि खुवाएको थिएँ, तर नेपालको जस्तो चाहिँ हुँदो रहेनछ, हल्का फरक हुने रहेछ। तर मेरो सानोलाई चाहिँ जुगा परेको या चुर्ना परेको चाहिँ हिजो मात्रै थाहा भयो राति। यसलाई चाहिँ रोकथाम गर्नको लागि के गर्नुपर्छ होला? यदि हजुरहरूले थाहा पाउनु भएको छ भने मलाई कमेन्ट गरिदिनुहोस्। एउटा आमा भइसकेपछि सानो कुरा नै किन नहोस् धेरै तनाव लाग्ने रहेछ। मलाई चाहिँ हिजो त्यति कुरा सानोको थाहा पाएदेखि एकदम के यस्तो हुन्छ नि, तनाव लागिरहेको छ। खै किन सानो कुरा हो हुन पनि, तर पनि खै बच्चालाई अलिकति बरु छोरीलाई बच्चालाई केही हुनुभन्दा आफूलाई नै बिरामी हुनु परोस्, बरु बच्चा बिरामी हुन नपरोस् भन्छु कि म चाहिँ। बिरामी भयो भने साह्रै गाह्रो लाग्छ, खाना खाइदिँदैनन्। भर्खर खाना खान स्टार्ट भइरहेको थियो, फेरि मेरो छोरी बिचबिचमा बिरामी नै परिरहेको, उनलाई रुगाले ग्रस्त पार्न लागिसक्यो। यति भन्दै साथीहरू मेरो भिडियो यतिसम्म। फेरि म मिल्नेछु अर्को भिडियोमा। हजुरहरूले कमेन्ट गर्न नबिर्सिनु होला।